हाम्रो चाहिँ यहाँ बलको च्यालेन्ज हुन गइरहेको छ त्यो टायरभित्र यहाँ कसले छिराउने भनेर च्यालेन्ज चाहिँ तीनजना बिच हुन गइरहेको छ रेसन पोखरेल छन् वान च्यालेन्जर अर्को रिकेश विष्ट र अर्को कुमार भण्डारी र तीनजनालाई ती तीनचोटि चान्स दिनेछ र तीनचोटिमा कसले चाहिँ टायर भित्र यहाँ गोल छिराउने छ त्यही विनर हुन्छ मोस्ट कसले धेरै छिराउँछ र रुल चाहिँ के छ भने यो टायर ढलोस् कि राखोस् केही फरक परेन तर यो भित्र छिराउनु पर्यो जसरी पनि छिराउनु पर्यो र सुरुमा चाहिँ को हान्ने ल रेसन पोखरेललाई हान्न दिएका छन् र रेसन पोखरेलले आफ्नो फर्स्ट सट र उसले बल बाहिर अब अर्को च्यालेन्जर रिकेश विष्ट च्यालेन्जर 2 रिकेश विष्ट अर्को च्यालेन्जर कुमार भण्डारी तीनैजनाले चाहिँ च्यालेन्जमा गोल गरेको छैनन् 3-0 मेरो हेर्छन् अरे ठिक छ म पनि छिराउन त छिराउँदिनँ त्यही पनि I'll try. No, you can't try, bro. मिस गर्नु भएको छ हाम्रो सक्षम सर क्यामेराम्यान AKA सक्षम भण्डारी AKA सक्षम भण्डारीले मिस हान्दै गोल पनि किन भएन बिदेशीको मेरो टायरले त ल्यायो त बिचतिर त ए भाइ टायर ढलेर केही हुँदैन अघि भन्नुभएको छ हाम्रो सक्षम सरले AKA क्यामेराम्यान AKA सक्षम भण्डारीजी समात दुईजना हो र तिनमा कति ढाल्छु है तिनमा कति समातेको